चाहदो रहेछ कि सबै मूर्ख नै होस् र उसमा शासन गरिरहँ होइन। यहाँहरू सम्पूर्णलाई नमस्कार। म चाहिँ आज यो जीवनमा भोगाइहरूमा चाहिँ नि देखिएको र चाहिँ नि अहिलेसम्मको गतिविधिहरू मध्येको यो 6 वटा नीतिहरू चाहिँ प्रस्तुत गरेर ल्याइरहेको छु। यो चाहिँ समय छ भने सुनेर र चाहिँ नि मन पर्यो भने सेयर गरेर सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। यो चाहिँ कस्तो रहेछ भने यो वेश्याहरू चाहिँ त्यो कामुक पुरुषहरूसँग निर्भर उसको चाहिँ जीविकोपार्जन हुने भएकोले उसले चाहिँ संसारभरिका पुरुषहरू चाहिँ त्यस्तै कामुक नै होस् भन्ने उसको चाहना हुँदो रहेछ। भने एउटा चोर चाहिँ सबै असावधानी होस् र चाहिँ सहजसँगले चोर्न पाऊँ भन्ने खालको त्यो उसको चाहना हुँदो रहेछ। वैद्यहरूले चाहिँ रोगीहरूबाट चाहिँ जीविकोपार्जन गर्नुभएकोले रोगको निदान चाहिँ गर्छ, तर वैद्यहरू के चाहिँ चाहन्छ भने संसारभरि रोगीहरू होस् भन्ने नै चाहने रहेछ होइन। अनि घाटवालाहरू चाहिँ के चाहँदो रहेछ भने घाटवालाहरूको जीविकोपार्जन त्यही मरेको मान्छेहरूबाट हुन्छ र ऊ चाहिँ चाहँदो रहेछ कि सबै मान्छेहरू मरिरह्यो भने मेरो जीविकोपार्जन हुन्छ र भगवान् यो चाहिँ नि मान्छे मरिरहोस् भन्ने नै चाहँदो रहेछ। अनि बाँकी रह्यो राजाको जीविकोपार्जन चाहिँ तपाईँको अराजक मान्छेहरू प्रति हुँदो रहेछ। उसको चाहिँ जीविकोपार्जन त्यहाँबाट हुने रहेछ र ऊ चाहिँ चोर डाका लुटेरा यस्तोहरू चाहिँ नि होस् भन्ने चाहँदो रहेछ। र यो मान्छेहरू नै छैन भने चाहिँ तपाईँको राजाको काम नहुने रहेछ होइन। अर्को कुरा चाहिँ एउटा विशेष यो टपिक चाहिँ के छ भने विद्वानको विषयमा छ होइन। यो चाहिँ नेपालमा बिग यस्तै देखिन्छ। विद्वानहरू चाहिँ के चाहँदो रहेछ भने उनीहरूको जीविकोपार्जन विद्वानहरूको जीविकोपार्जन नै तपाईँको चाहिँ मूर्खहरूमा निर्भर हुँदो रहेछ होइन। अनि संसारमा मूर्खहरू भएन भने त अब उसको चाहिँ जीविकोपार्जन नहुने भयो। त्यही भएर विद्वान चाहिँ चाहँदो रहेछ कि सबै मूर्ख नै होस् र उसमा शासन गरिरहँ होइन। यो आजलाई चाहिँ यति नै र बाँकी रहेको थप हामी भेटघाट हुने नै छौँ र मन परेमा चाहिँ सेयर चाहिँ गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।